नमस्ते सबैजनालाई। म भवन लिम्बू। आज तपाईहरु सामु म केही कुरा राख्न आइरहेको छु। यो अहिले टिकटकमा ट्रेन्डिङ पहिलो हाँसो पहिलो बोल भन्ने गीत मैले एआई बाट बनाएको गीत हो। जुन गीत चाहिँ अहिले एकजना ब्रदरले मैले गाएको गीत हो भनेर टिकटक भरि लाउनु भएको रहेछ, युट्युब भरि त्यसरी झुटो गरेर लाउनु भएको रहेछ। मैले त्यो गीत चाहिँ 3 हप्ता अगाडि अपलोड गरेको थिएँ। उहाँले चाहिँ डाउनलोड गरेर 6 दिन अगाडि लाउनु भएको रहेछ। अनि म त्यो गीतको मसँग प्रुफ डिटेल मैले बनाएको त्यो लिरिकहरु डिटेल मसँग छ, तपाईहरुलाई देखाउन गइरहेको छु त्यो। र त्यो ब्रदरले के भने कसरी कुन नाटले त्यसरी लाउनु भएको मलाई थाहा भएन। उहाँले डाउनलोड गरेर मैले गाएको गीत हो भनेर लाउनु भएछ। म तपाईहरुलाई देखाउँछु त्यसको प्रुफ हैन। ल हेर्नुस् त, यो यहाँ गुगलमा गए मैले चाहिँ यसरी यो सुनो एआई बाट बनाउँछु। जति पनि सुनो एआई चलाउनु हुनेहरुले त उहाँहरुलाई थाहा होला सुनो एआई। यो सुनो एआई ले चाहिँ लिरिकहरु लेखेर च्याट जीपीटी बाट लेखेर सुनो एआई मा राखेर क्रिएट गर्ने हो हामीले। अनि हामी चाहिँ यो सुनो एआई बाट त्यसरी गीत बनाएर डाउनलोड गरेर युट्युबमा क्यापकट बाट एडिट गरेर लाउने हो। जति पनि मैले बनाएको गीत यहाँ देखाउँछ, यहाँ देखाउँछ हेर्नुस् है सबै। यो सबै मैले बनाएको गीतहरु हो। यो सबै बनाएको गीतहरु हो। हामीले यहाँ थिचेर यसको यहाँ डाउनलोडमा थिचेर डाउनलोड गर्ने हो। अनि यसको यो मैले थिचेको गीतको लिरिकहरु हेर्नु पर्यो भने यसमा थिचेर यहाँ युज स्टाइल एन्ड लिरिक मा गएर यसरी हेरेर गरेर हेर्न सकिन्छ। त्यो गीतको लिरिकहरु यसरी टक्क आउँछ। र मैले त्यो भाइरल भएको गीत धेरै 3 हप्ता अगाडि नै बनाएर लागेको हुनाले मैले यहाँ सर्च गरेर देखाउनु पर्ने हुन्छ हजुरहरुलाई हैन। म सर्च गरेर यहाँ देखाउँछु। यही बसेको हुन्छ त्यो गीतहरु हामीले डाउनलोड गरेर लाउँछु। सबै गीतहरु यही सेभ भएर बसेको हुन्छ। त्यो गीतको चाहिँ मैले यहाँ चाहिँ म माया अझै भनेर बनाएको थिएँ। अनि उता चाहिँ एकैचोटी एउटै थम्बनेलमा लाउँदाखेरि अधुरो भो माया भनेर सबै 4-5 वटा गीत लागेको थियो हैन। माया अझै भनेर मैले यहाँ चाहिँ त्यो गीत चाहिँ यहाँ उ गरेको थिएँ। माया एजेएएच टी यही हो त्यो गीत। त्यो गीत यही हो। यो 6 मिनेटको हेर्नु है। त्यो गीत यही हो। यो मैले बनाएको हेर्नु है। सुन्नुस् है। त्यो गीत यही हो है। सुन्नुस् है। मैले 3 हप्ता अगाडि बनाएर लगाएको गीत त्यो मान्छेले डाउनलोड गरे मैले गाएको गीत हो भन्दै उ गरेछ। हेर्नु है। यही गीत हो। यो त्यसको स्टार्टिङ पोइन्ट यही हो हैन। हजुरहरुलाई पनि थाहा छ होला। त्यो गएर हेर्नु स्टार्टिङ पोइन्ट यही हो। अब यसको लिरिकहरु हेर्नु पर्यो नि। यहाँ लिरिकहरु यहाँ गएर हैन। यसको एकछिन यो उ गरौँ। मेरो भोइस सुनिँदैन होला। मैले एकछिन यो पज गरे। अब यसको लिरिक हेर्नु पर्यो भने यहाँ गएर यहाँ युज स्टाइल एन्ड लिरिक गएर हेर्नु पर्यो नि ठक्क यहाँ देखाइराख्छ। यो अहिले भर्स 2 चलेको हो। पहिलो हाँसो पहिलो बोल सब याद छ भने भर्स 2 चलेको हो हैन। त्यो मान्छेले त्यसो भनेर त्यो ब्रदरले लाउनु भएछ। अनि यता प्रम्प्ट हुन्छ। यो प्रमोट लेखेर हामीले यहाँ टाइटल लेखेर यसरी क्रिएट बनाउँदा फेरि म यही क्रिएट गर्न सक्छु। यही क्रिएट गर्यो भने फेरि अर्को गीत पनि बन्छ हैन। तर त्यो मान्छेले त्यसरी लाएछ। गीत चाहिँ मैले अहिले सर्च गरेर देखाए हो त्यही गीत हो हैन। अनि मेरो यो कुन च्यानलमा लाएको थिएँ भने 3 हप्ता अगाडि मैले यो भनिसा भन्ने एउटा च्यानलमा लाएको थिएँ मैले। यहाँ हेर्नु है। यहाँ 3 भनिसा BHAWANISHA क्यापिटल बी गर्नु होला। अनि SAWANISHA गर्दा आउँछ। अनि पपुलरमा गएर यहाँ हेर्नुभयो देख्नुभयो 3 हप्ता अगाडि लागेको छु मैले। यही हो। यसकै यो 21 मिनेटको लागेको छु। 4 वटा गीत छ। त्यो जुन चलेको गीत हो त्यो चाहिँ सुरुमै छ। 3 हप्ता अगाडि लागेको छु। अनि त्यो मान्छेले चाहिँ उसको च्यानलबाट 6 दिन अगाडि लाएर त्यसो भनेछ हेर्नु। त्यो मान्छेले चाहिँ 6 दिन अगाडि लाएर त्यसो भनेछ। 7 दिन अगाडि लाएर हेर्नु त्यसो भनेछ क्या। यही गीत यही मेरै गीत लाएर मैले गाएको भनेछ क्या। त्यसरी लाएछ क्या त्यो मान्छेले। यहाँ चाहिँ ब्लर गरेर लाएछ। ब्लोवर गरेर लाएछ त्यो मान्छेले। कहाँ पुग्यो? ब्लोवर गरेर लाएछ। अनि त्यो ब्रदरले त्यसो भनेछ क्या। अनि मलाई चित्त नबुझेको के कुरो हो भने म यति साह्रो सोधी खोजी पनि गर्दिन थिएँ। जुन चाहिँ मेरो भिडियोमा त्यो भिडियो गएको थियो त्यो भिडियो नै डिमोनेटाइज भइदियो क्या। मेरैबाट गएको भ्युजबाट पनि पैसा नआउने भयो क्या मेरो। हेरिदिनु ल। सबै मोनेटाइज वाला चाहिँ म सबै एआई सँग मात्र लाउँछु। त्यही डिमोनेटाइज भइदियो क्या। धेरैले लाउनु भएछ डाउनलोड गरेर। अनि धेरैले लाएपछि मेरो भिडियो नै डिमोनेटाइज भयो क्या।
डिमोनिटाइज भयो। हिजोसम्म केही भएको थिएन, जब भाइरल भएर धेरैले डाउनलोड गरेर लगाउनु भयो अनि डिमोनिटाइज भयो। अघि बिहान मैले धेरैलाई कपिराइट स्ट्राइक पनि हानेको थिएँ। सो यति मैले यो प्रुफ पनि सबै देखाएँ। उहाँ ब्रोदरलाई कन्ट्याक्टमा आउनु भनेर मैले कति कन्ट्याक्ट पनि गरेँ, कन्ट्याक्टमा आउनु भएको छैन। उहाँले के गरे त्यसरी लगाउनु भएको होइन। त्यही भएर उहाँ ब्रोदरलाई मसँग कन्ट्याक्ट गर्नु होला भन्न चाहन्छु।